छैठौँ। यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने। 33 दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी विरुद्ध हामी आन्दोलनमा छौँ सभामुख महोदय, र संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन आयोगको माग गरिरहेका छौँ। यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने कोसिस गरियो सभामुख महोदय। राजनीतिलाई पेसा बनाएर वर्षौंदेखि देश दोहन गरिरहनेहरूले आफ्नो पेसा व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाउन पछि परेनन् सभामुख महोदय। मलाई दया लाग्छ सभामुख महोदय, 2048-49 सालतिर कोही मन्त्रीका पिए बसेर सरकारी कागजात किर्ते गरेर विदेश मान्छे पठाउने काम गरे बापत हनुमान ढोकाको